हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आयो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। म चाहिँ हाल रोमानियाबाट हामी चाहिँ मार्केट आएको थियौँ गाइज, सामानहरू लिन। लास्ट चिसो गरिरहेछ। हाम्रो साथीहरू उता हुनुहुन्छ होइन, सामान लिन आएको, चिसोले मार्ने भयो। हेर्न सक्नुहुन्छ यस्तो हिउँ परिरहेछ आमामा ल। अन्त हिउँ परेर गाइस अनि हामी चाहिँ यता यसरी हिँडिरहेको छौँ। मैले सिस्टर र म के गर्नु, हिउँ खेल्दा खेल्दा धेरै हिउँ त खेलेनौँ हामीले, हल्का हल्का यति धेरै लास्ट चिसो छ है गाइस। यता हेर्नु यस्तो आमामी यताको चाहिँ गइसकेको छ हिउँ, यताको चाहिँ गएको छ। यहाँ चाहिँ पाकिस्तान श्रीलङ्कीनहरूले बिरयानी के बनाउँदो रहेछ यहाँनिर, सन्दक होइन। हामी चाहिँ यतै गाउँले पारामा यसरी प्यासा मारेर झोला ल्याएको थिएन नि त मैले, त्यही भएर गाह्रो छ नि त। विदेशको ठाउँमा भने जस्तो कहाँ सजिलो छ हेर्नु है, देख्नुभयो। हेर्नु गाइस, जहाँ हुनुहुन्छ जता हुनुहुन्छ एकदम सेफ्टी बस्नु होला। प्लास्टिक चिसो छ, नाकबाट सिगान बगिरहेछ, के गर्नु। यदि कोही रोमानियामा आउँदै हुनुहुन्छ भने अलि तातो तातो कपडाहरू लिएर आउनु होला है गाइस, नत्र मरिन्छ। जान्छ खेर, म त जान्छु के अरे। यस्तो छ हालत यहाँ रोमानियाको। अब यस्तो पब्लिकमा गराउनै, पब्लिकमा अब यस्तो पब्लिकमा त्यति बनाउँदैन नि त म भिडियो, त्यही भएर नि लाज लगाएर आउने के भन्ने भन्ने जस्तो फिल हुन्छ कि है। के भन्नु त अनि, गाह्रो पनि त होइन गाइस। यो गाडीहरू झपक्कै ढोगेको छ। बरु नेपालमा कम होलान् हाम्रो नेपाली दाजुभाइहरू, रोमानियामा चाहिँ थुप्रै हेर्दा हिउँ सोरेर थुपारेको छ। के गरोस् होइन। कतिखेर रुममा पुग्ने, तर हिजो चाहिँ लास्टै चिसो गरेको थियो गाइज। आज चाहिँ त्यस्तो चिसो छैन, तातो तातो नै छ। तर पनि के गर्नु, तातो भए पनि चुइगम खाने। यहाँको चुइगमलाई 4 रुपियाँ पर्छ, धन्ने 5 रुपियाँ। नेपालको कति जाने 120-30 भन्दा बढी जान्छ गाइज। किन यस्तो छैन। मेरो नाकमा सिगान आयो क्या गाइज। हामी जाने उता माथि आइसक्यो। घरबाट छुटेर